हेलो साथीहरू सबैजनालाई नमस्कार। आज हैदराबादको यो तपाईको जगन्नाथ स्वामी जगन्नाथ धाम हामी यहाँ आएको छौँ ट्रिटमेन्ट सकेर। अब भोलि पर्सि कहिले हामी फर्किने है। त्यो हुँदाखेरि मेरो श्रीमती र म यहाँ मन्दिर दर्शन गर्नु आएको। हेर्नुस् न मन्दिर यति मजाको रहेछ मन्दिर। अब भित्र चाहिँ अब खोलेको छैन, अहिले 5 बजेदेखि मात्रै खोल्नु दिन्छ। हामी मन्दिर दर्शन गर्नु आएको है। अब हाम्रो एउटा सोच पनि थियो फर्किनु अन्तिममा चाहिँ हामी हैदराबादको कुनै न कुनै एउटा मन्दिरमा एउटा पवित्र स्थलमा हामी गएर त्यहाँ सिर्ता गरेर मात्रै फर्किनुपर्छ भनेर एउटा सोच राखेको थियौँ। त्यसर्थ भगवान्ले सबै कुरा टक 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 चाँजो मिलाइदिइरहनु भएको छ। हेर्नुहोस् न मन्दिर कति राम्रो। अझै भित्र पस्नु पाएको छैनौँ हामी। भित्र पस्यौँ भने चाहिँ तपाईँको एकदमै राम्रो होला अझै है। अहिले मन्दिरभित्र पसेर के हुन्छ होइन, 5 बजे खुल्छ रे। 5 बजी अहिले ठिकै छ। खुट्टा सुट्टा दुखेको छैन अहिले? पेन किलर खाएको छैन अहिले? हो, पेन किलर पनि खाएको छैन। खुट्टा दुखे। अब मन्दिरबाट बाहिर निस्केपछि झन् यहाँबाट रनिङ गरेर घर पुग्छ जस्तो हुन्छ जस्तो लाग्दैछ मलाई चाहिँ है। हेर्नुहोस् यी मन्दिर